पीडाहरू अब धेरै छन् त्यो कुरा हामी आगामी वर्षमा गरौँ आजको कार्यक्रम सफल पार्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुने प्रमुख अतिथिज्यू हाम्रा पूर्व लेखा संयोजकज्यूहरू पूर्व लेखा सदस्यज्यूहरू पूर्व सञ्चालकज्यूहरू अनि समितिका पदाधिकारीज्यूहरू र विभिन्न संस्था र पाल्नुभएका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण सदस्य सदस्य महानुभावलाई र चाहिँ हाम्रो श्री आमा अस्पताल कोलपुरका स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य कर्मी परिवार समेत र सञ्चारकर्मी सबैलाई हार्दिक धन्यवाद दिँदै आजको यो 12औं साधारण सभा केही कमी कमजोरी रहेछ भने माफ दिनुहोला भन्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा चाहिँ काम गर्ने कुरामा हामी विश्वास दिलाउँदै आजको कार्यक्रम यही समापन भएको छ। अझ धन्यवाद। नमस्कार। जय सरकारी सबै। अब तपाईलाई जुन 300 रुपैयाँ दिएको छ त्यो दिनको लागि त्यही एकछिन चाहिँ धैर्य धारण गरेर बस्नु होला। हाम्रो कर्मचारी सञ्चालकज्यूहरूले त्यो पैसा लिएर आउनुहुन्छ कुपन दिएर पैसा फिर्ता पैसा दिएर होला। भोलिको दिनमा हामीले फेरि यो समस्या हुन्छ यहाँ चाहिँ शङ्का हुन्छ कतिपय यहाँ पोहोर चाहिँ यहाँ समस्या